नमस्ते, म सहप्राध्यापक डाक्टर रागेश कर्ण। अहिले म त्रिवी शिक्षण अस्पताल र महाराजगंज मेडिकल क्याम्पसमा विगत 15 वर्षदेखि कार्यरत छु। म न्यूरोलोजी विभागको सहप्राध्यापक हो। आज इन्टरनेशनल इपिलेप्सी डे, यो विशेष दिनमा आज म इपिलेप्सी अर्थात् छारे रोगको बारेमा केही तथ्यहरू र त्यससँग जोडिएका केही अनुसन्धानात्मक रिजल्टहरूको बारेमा भन्ने छु र नेपालमा यसको उपस्थिति र यसको उपचारको अवस्थाको बारेमा केही भन्दै छु। यो इपिलेप्सी अर्थात् छारे रोगलाई विभिन्न भाषामा विभिन्न नामाङ्करण दिएको छ। हामी नेपालीमा यसलाई छारे रोग भन्छौँ, तराईतिर यसलाई मिर्गी त कहीँ यसलाई चम्की भन्ने चलन पनि छ। यो चाहिँ मान्छेहरूलाई यसको बारेमा धेरै कुरा, यसको बारेमा शंका र अन्धविश्वासमा जक्रिएको पाइन्छ सामाजिक स्तरमा। त्यही भएर अहिले पनि WHO ले जुन प्रतिवेदन निकालेको छ त्यसमा अझै पनि गाउँतिरका मान्छेहरू, रुरल एरियाका मान्छेहरूमा 70 देखि 80% बिरामीहरू यसको उपचारबाट विमुख छन्। यसको उपचार धेरै सहज छ। धेरै जसो बिरामीहरूलाई चाहिँ हामी औषधि उपचारबाटै निको पार्न सक्छौं र निको भइरहेको छ। त्यसमा के देखिन्छ भने 80% बिरामीहरू औषधि उपचार, एउटा औषधिको उपचारले नै केही वर्षसम्म उपचार गर्यो भने पुरै निको भएको देखिन्छ। केही बिरामीहरूमा 2टा र 3टा औषधिसम्म चलाउनु पर्छ, त केही बिरामीमा मात्र सर्जरी अर्थात् अपरेसनको आवश्यकता पर्दछ। यसको उपस्थिति हामी हेर्यो भने यो चाहिँ संसारभरि करिब 0.8 देखि 1% अर्थात् नेपाली जनसङ्ख्यालाई हामी हेर्यो भने करिब 3 लाख मान्छे यस रोगबाट प्रभावित छन्। ती मध्ये चाहिँ 15 रुरल एरिया, गाउँतिरको एरियाको मान्छेको पहुँच हामी हेर्यो भने 20 देखि 25% मात्रै बिरामीहरू यसको उपचारमा पहुँच राखेका छन्। शहरीकृतमा चाहिँ अलि बढी छ, 75% सम्म बिरामीहरू यसको उपचारमा पहुँच राख्छन्। यससँग जोडिएको अन्धविश्वास र भ्रमहरू धेरै छन् सामाजिक स्तरमा। त्यही भएर मानिसहरू अझै पनि यसलाई रोग नमानेर देवी देवता भूत प्रेतको असर मान्ने गर्ने गर्छन्। यसमा चाहिँ अचानक यो आउने र तुरुन्तै चाहिँ केही मिनटमै चाहिँ ठीक हुने भएकोले मान्छेहरू यसलाई रोग नमानेर यो चाहिँ विभिन्न भ्रमसँग यसलाई जोडिन्छ। मान्छेहरू यसको औषधिहरू कन्टिन्यू गर्दैनन् र फलोअपमा पनि यसको पहुँच राख्दैनन्। त्यही भएर आजको मेन जुन इन्टरनेशनल इपिलेप्सी डे हो त्यसको अवसरमा मैले चाहिँ के भन्न खोजिरहेको छु भने यसको पहिचान हुन जरुरी छ र यसको उपचार सहज र धेरै ठाउँमा अहिले चाहिँ सर्वसुलभ पनि छ। त्यही भएर यसमा पहुँच राख्नुहोस् र यसको उपचारबाट यसबाट चाहिँ लाभान्वित हुनुहोस्। यसको प्रेजेन्टेसन, यसको विभिन्न प्रकारहरू, विभिन्न जुन वर्गीकरण छ त्यसको आधारमा धेरै जसो मान्छेहरू यसको प्रेजेन्टेसनबाट केही मान्छेहरू सचेत पनि छन्। धेरै जसो मान्छेलाई के लाग्छ भने यो चाहिँ मान्छे अचानक बेहोस हुने, बेहोस भएपछि हात गोडा कडा हुने, मुखबाट फिज आउने र आँखा साखा पल्टाउने, जिब्रो टोक्ने इत्यादि मेन लक्षणको रूपमा मान्छेहरू धेरै मानिसहरूलाई थाहा छ। तर 100 जनामा यदि इपिलेप्सी छ भने 25% मान्छे मात्रै यसरी प्रेजेन्ट गर्छन्। बाँकी मानिसहरूमा चाहिँ टोलाउने, मान्छेहरूको एक भाग मात्रै काम्ने, मान्छेहरूको एक भाग मात्रै झमझम पोल्ने गर्ने, एकछिन गर्ने, मान्छेहरू बोलेको चाहिँ अचानक हाँस्न थाल्ने, बोल्न थाल्ने, त्यसको सम्झना पछि नहुने, मान्छेहरू अर्कै दुनियाँमा पुगेको जस्तो लाग्ने, यस्ता कुराहरू पनि चाहिँ इपिलेप्सी अर्थात् छारे रोगका लक्षणहरू हुन सक्छन्। त्यही भएर कसैलाई यदि यस्ता लक्षणहरू छन् भने र त्यो अचानक आउने र केही मिनेटदेखि केही हाफ एन आवरसम्म पनि जाने गर्छन्, त्यतिमा चाहिँ यदि पुरै ठिक हुन्छ भने त्यो चाहिँ साइकेट्रिक या मेन्टल समस्या नभएर या अन्य समस्या नभएर छारे रोगका लक्षण हुन सक्छन्। त्यही भएर हामी सचेत बनौँ र यसको सही पहिचान र उपचारबाट हामी सबै लाभान्वित हौँ भनेर यो चाहिँ मैले आग्रह गर्न चाहे। धन्यवाद।